अनि के साथी र हामीहरू के सानोमा दादा र म चाहिँ कसरी टाइम स्पेन्ड गर्थ्यौँ भन्ने कुरा चाहिँ तपाईँहरूलाई म सेयर गर्छु होइन। अब दादा र म चाहिँ मेरो भाइ नै नजन्मेदेखि चाहिँ अब याद छ होइन। भाइ चाहिँ हामीभन्दा धेरै साल पछिको जस्तो लाग्छ, भाइ जन्मेको त मलाई याद छ। अनि दादा र म चाहिँ कस्तो थियौँ भने अब गाउँको जग्गा होइन, अब आमा बाबा त काममा गइहाल्ने। अब अहिलेको जस्तो कहाँ सौकै थियो र पहिलाको जमानामा बाउ आमालाई होइन। छोराछोरीले के खान्छ, छोराछोरीले घरमा के गर्छ होला दिउँसो भनेर मनमा पिर र डर भए पनि अब त्यो जमानामा काम गरेर मेहनत गरेर छोराछोरी पाल्नुपर्ने, घरमा हेर्नुपर्ने होइन। गाउँघरमा यति धेरै काम हुन्थ्यो होइन, नगर्दा पनि नहुने। त्यो आफ्नो रहरले पनि होइन, एउटा बाध्यताले गर्दाखेरि नै पहिलाको जमानामा छोराछोरी भन्दा पनि काम प्यारो हुन्थ्यो होइन। सो बाबा आमा काम गइहाल्ने। अनि त्यहाँबाट दादा र मलाई चाहिँ अब खाजासाजा ठिक्क पारिदिइराख्नुहुन्थ्यो आमा बाबाले। अनि यो घाम यहाँ पुग्यो भने चाहिँ, त्यो घाम यहाँ पुग्यो भने चाहिँ यसरी तिमीले यति खाजा खानु है भनेर रेडी गरिदिनुहुन्थ्यो। अनि ल ल भन्थ्यौँ दादा र म चाहिँ। अनि आमा बाबाले दुईजनाले रेडी गरेर जानुहुन्थ्यो। दादा र म चाहिँ कति बेला आमा जान्छ कति बेला बाबा जान्छ भन्ने क्या। त्यो यत्रो भुँडी फुलिन्जल खाएको हुँदा पनि त्यो हुन्छ नि त्यो केटाकेटीमा के खाइहाल्नु पर्ने के भोकै नलागे। अनि यसो हेर बाबा आमाले टक्कै गोलाइ काटे भनिसक्दा त निकाल्नु खाइहाल्नु खाजा त खाइहाल्ने नि। त्यो रेडी गरेर राखिदिएको त के को खान्थ्यो भरे टाइममा त अगाडि खाइहाल्ने। अनि एक दिन चाहिँ अब केटाकेटीमा अब बाबाको पनि गल्ती के त्यो चाहिँ, बाबाको पनि गल्ती हो। अब केटाकेटीमा किन आश देखाउनु होइन। हामी त हो न हो भयो, बाबाले चाहिँ के आश देखाउनु भएको थियो भने हामीहरूको गाउँदेखि अलिक पर अर्को गाउँ थियो क्या। अब ओल्लो गाउँ पल्लो गाउँ जस्तै होइन। हामी ओल्लो गाउँमा थियौँ। अनि पल्लो गाउँमा चाहिँ एउटा आन्टी हुनुहुन्थ्यो, गैरी साइली भन्थ्यो कि। अब गैरी साइली भन्थ्यो, उहाँलाई चाहिँ गैरी साइली भनेर बोलाउने। चिन्थ्यौँ। अहिले त म चिन्दिनँ, भेटेँ भने पनि चिन्दिनँ। तर अहिले त्यो आन्टी चाहिँ खस्नु भयो अरे भनेको सुन्छु मैले होइन। खस्नु पनि भयो होला, अब एक जमानाको कुरा होइन। अनि हामी राति भात खाँदै थियौँ एक दिन चाहिँ। बाबाले पल्लो गाउँ गैरी साइलीले नानी पायो अरे त। अनि रोटी पोल्छ अरे, तिमीहरू रोटी खानु नजाने भन्यो क्या बाबाले एक दिन। केटाकेटी हामी होइन, गाउँघरमा अब खानु र रोटी भन्दाखेरि त म के भेटे जस्तो, के सुने जस्तो भइहाल्यो। अनि त्यहाँबाट जाने भन्यौँ दादा र मैले। जाने नि बाबा, कहिले भन्दा भोलि रोटी पोल्छ अरे, गैरी सालीले नानी पायो अरे, रोटी खानु जानु ल भन्यो। अनि हामी त ल भन्यौँ। बाबाले त जिस्काउनु भएको रहेछ। अनि त्यहाँबाट बाबा र आमा भोलिपल्ट काम गयो। काम जाँदै काम जानुभयो। अनि हामी चाहिँ खेल्दा फेरि दादालाई चाहिँ कहाँबाट त्यो बाबाले अघिल्लो दिनमा गैरी सालीले नानी पायो रोटी पकाउँछ भनेको याद आएछ। अनि दादाले मेरो नाम चाहिँ घरमा चाहिँ अजिना भन्छ नि त। खुसी त मेरो पछि स्कुल पढ्दाखेरि राखेको नाममा त्यो साथी होइन। अनि अजिना भन्छ मेरो नाम चाहिँ। अनि त्यहाँबाट दादाले अजिना भन्यो भने हजुर। अनि गैरी सालीले नानी पायो अरे, अनि रोटी खानु नजाने, रोटी पकायो अरे त। अनि बाबाले हिजो भन्दै थियो त भन्यो। यसो जाने नि, साँच्चै जाने लु जाउँ भन्यो। त्यहाँबाट दादा र म त गयौँ रोटी खानु गएको क्या। निकै पल्लो बस्थ्यो, अब निकै टाढो हिँड्नु पर्थ्यो क्या। अलिअलि सपना जस्तो याद छ। अनि दुईजनाबाट रोटी खानु गएको, घर छोडेर घर रुङ्ने मान्छेहरू त के को रोटी खानु गएको के। डङसङ मोटी थिएँ नि त म त पुरा। सानोमा त पुरा मोटी थियो साथीहरू, साँच्चै हो। अहिले पो लुताएको त सानोमा यस्तो मोटी थिइनँ, ढोइमा ढ्यास हिल्यास जस्तो। बकथक रोटी खानु गएको क्या दादा र म। रोटी खानु गएको त तपाईँको बाजे त्यहाँ साथीहरू कहाँ रोटी पोल्छ र बाबाले ढाँटेको रहेछ। अब त्यो गाउँमा त केटाकेटी धेरै थियो क्या, धेरै। अब हामी जस्तो एउटै लेङ्गाको केटाकेटी थुप्रो थियो। गैरी साइलीको त्यो छोराहरू अब हामी सँगसँगै मभन्दा चाहिँ ठुल्ठुलो होला, दादाहरूको लेङ्गाको त्यो केटाहरू सबैजना एउटा रुख लडेको रहेछ क्या गाउँघरमा। अब पहिला कति त्यो रुख लडिसक्दा त अब गाउँघरको केटाकेटीलाई गाडी बनाएर ह्यान्डीम्यान त, म ड्राइभर म पेसेन्जर भनेर खेलिहाल्थ्यो होइन। त्यस्तो खेल्दै रहेछ हामी जाँदाखेरि त। अनि यसो रोटी हेरेको त के को गैरी साइली भन्ने त मकै गोडिराखेको रहेछ। कहाँबाट नानी पाउनु, त्यहाँबाट अनि पाएकै त रहेन। अनि रोटी खानु गएको सुत्केरी मान्छे मकै गोडिराखेको रहेछ। उसको नानीहरू को अरे त्यहाँ रुख लडेको रहेछ कि एउटा गाउँमा, ती गाउँमा रुख लडेको रहेछ। अनि त्यो रुखमा चढेर गाडी खेल्दै रहेछ। अनि दादा पनि घुसिहाल्यो, लु म ड्राइभर ल भन्दै। अनि त्यहाँबाट लु म ह्यान्डीम्यान र म पेसेन्जर भन्दै म पनि गएँ। अनि गाडी खेल्दै त्यो रुख लडेकोमा खेल्दै भरे त रात परेछ, शाम भएछ। अब घर आउनु बुद्धि आएन। अनि बाबाहरू राति आउँदाखेरि त
अनि छैन छोराछोरी त छैन, कता गयो गयो। अनि त्यसपछि नि पक्कै यिनीहरू त पक्कै त्यहाँ गयो भने बाबाले अनुमान लाउनु भएछ र जानुभएछ। बाबा हामीलाई लिनु आउनुभएको थियो। आउँदाखेरि त बाबा त्यो जमानामा खोइ बाबाहरू मूर्खै हो कि के हो, गेट टिस लिएर आएछ हो। अनि त बाबाले यहाँ 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 हो भन्दै करायो। अनि दादा त चलाक नि, अम्मम अहिले सोच्दाखेरि यस्तो मकै छर्ने बेला यति बेला कोही बेला थियो कि क्या हो साथीहरू, ठिक्क बाँझोहरू जोतिरहेको थियो कि साथीहरूले साथीहरूले अरे त्यहाँनिर अब छरछिमेकीहरूले बाँझो कालो माटोहरू बाँझो जोतेको थियो, अलिअलि याद छ। त्यहाँबाट बाबाले त गेटिसले हान्नु थाल्यो। अब त्यो के बुद्धि होला बाबाहरूको पनि त्यो जमानामा। अहिले त हामी त त्यसो गरिँदैन नानीहरूलाई। गेटिस निकालेर यहाँ भन्दै खेलाउनु थाल्यो, कुट्नु थाल्यो, हिर्काउनु थाल्यो। दाँत तर्सेको हरिण जस्तो बङ 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 त्यहाँ उफ्रिँदै भाग्नु भयो। मलाई त भाग्नु भनेपछि पिटिक्कै नआउने साथीहरू, डर लाग्ने के, म त भागिनँ। अनि त म त कुट्टै खाँदै घर गएको। मेरो चाहिँ साथीहरू भिडियो बनाउँदा लम्बा बनायो भने चाहिँ के, अलिक मौसम गर्मी छ भने चाहिँ त्यो भिडियोमा बोलेकोहरू नै केही सुन्दैन क्या, लास्टमा त्यो ट्रेकिङ गयो जस्तै हुन्छ। मेरो कहानी नै म त बोलेको सबै कहानी भनिसकेँ होइन। तर एडिट गर्ने बेलामा चाहिँ त्यो के भन्छ आवाजै आएन रहेछ कि, मैले एडिट गर्दा चाहिँ। सो त्यही भएर चाहिँ मैले फेरि यहाँबाट चाहिँ बनाउँदैछु होइन। अनि त्यहाँदेखि चाहिँ दादा त के भयो, भागिहाल्नु भएछ होइन। त्यहाँबाट पुरा बङ 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 उफ्रिँदै दादा त भाग्नु भयो। मलाई त भाग्नु नआउने, डर लाग्ने। भागेर गयो भने त झन् साह्रो घरमा आउनु त कुन तरिकाले आउनुपर्ने, त्यो मलाई त टेन्सन लाग्ने कि। त्यसपछि म त त्यो दिन कुटाइ खाएँ घरमा गएँ होइन। अनि दादा त भोलिपल्ट मात्रै आउनुभएको कि। दादा चाहिँ कहाँ गएर बस्नुभएछ भने हामीहरूको फुपूहरू हुनुहुन्थ्यो, हामी बसेदेखि अलिक तल चाहिँ फुपूहरूको घर थियो होइन। अनि त्यो फुपूहरूकोमा चाहिँ गोड धुप अनि त्यसपछि यस्तो कीर्तनहरू गरिराख्नुहुन्थ्यो कि, पुरा धेरै गर्ने, भगवान् धेरै मान्नुहुने, कीर्तनहरू राखिराख्नुहुन्थ्यो। अनि गाई गोरु थुप्रो पाल्नुभएको थियो, पुरा गोठै थियो कि। फुपूहरू पनि दिदीबहिनी धेरैजना होइन। अनि तल गएर फुपूहरूकोमा बस्नुभएछ क्या। अनि त्यहाँ कीर्तन पनि रहेछ। त्यो दिन गएर ती कीर्तन खाएर अनि त्यहाँबाट त्यो राति बस्नुभएछ। भोलिपल्ट आउँदा त अब भगवान्को प्रसाद लिएर आयो, कुट्नु त भएन नि। अनि दादा चाहिँ भोलिपल्ट आएर चाहिँ कस्तो गरेछ नि कि साथीहरू, म त अझै हाँस उठ्छ क्या मलाई चाहिँ याद छ। दादाले थक्कै छैन, हामी चाहिँ भित्र भात खाँदै बसिरहेको थियौँ। अब गाउँ घरको घर त्यति बेला यसो सोच्दाखेरि त्यो तितेपाती थाहा छ कि थाहा छैन तपाईँहरू कतिजनालाई थाहा छ होला। त्यो जमानामा त अब तितेपाती त यति लम्बा धेरै ठुल्ठुलो हुन्थ्यो। अनि त्यो तितेपाती टकटक काटेर चाहिँ अनि त्यहाँबाट तितेपातीको बेरा लाउने घरमा हो। तितेपातीको त्यो के भन्छ बोटले चाहिँ सुकाएर बेरा लाउने, अनि त्यो बेरामाथि चाहिँ अब लिप्ने गर्थ्यो नि त। अनि त्यस्तो खालको घर थियो के। अनि त्यो घर अलिकति भित्ता फुटेको रहेछ। अनि दादाले चाहिँ अब डाइरेक्ट घरमा आउनु नसकेर क्या साथीहरू नसकेर त्यो के भन्छ त्यो तितेपातीको त्यो घर फुटेकोमा चाहिँ एउटा डोरी लाउनु भएछ कि। अनि त्यो अब तितेपातीको अब यस्तो चयाहरू पनि बाँधेको हुन्छ चयाले होइन। अनि त्यो चयामा चाहिँ यस्तरी घर फुटेकोमा ठक्कै अनि धागो छिराउनु भएछ। अनि सरक गर्दै नि त बाहिर भएर सिग्नल दिएको नि त अब घरमा आइपुग्यो। यो हजुर त सम्झिँदै पनि सरक गर्दै धागो क्या यसरी मै पारे जस्तो। अनि सरक बज्दाखेरि त चाल पायो। अनि बाबाहरूले ए आइपुगेस्, त्यति बेला त बाबाको पनि रिस मर्यो नि त। फेरि हाम्रो बाबा साह्रो सिधा है, त्यो एकदम धेरै केटाकेटी नकुट्ने के। मलाई कुटेको भनेको 2 बार याद छ, त्यो भने अर्को 1 बार याद छ। त्यो अर्को 1 बारको इन्सिडेन्ट पनि खतरा छ नि फेरि है। अनि त्यहाँबाट त्यहाँदेखि त्यो तितेपातीले त्यस्तो गरेपछि त्यो दादाको त कुटाइ पनि खाएन, रिस पनि मर्यो, भगवान्को प्रसाद पनि लिएर आयो। आफू त कुट्टै खाता साथीहरू लाटी नि हो। म त लाटी भाग्नु चाहिँ बन्दै नआउने के, भाग्नु चकचक गर्नु सानैदेखि मलाई साह्रो डर लाग्ने। दादाहरूले चकचक गर्थ्यो, मलाई त्यो आँटै नआउने, डर लाग्ने के। तपाईँहरूको पनि यस्तो इन्सिडेन्ट छ साथीहरू लाइफमा? पुरा म त साह्रो डरको छोरी थियो।